जय श्री हरिवंश, जय हरिदास। अहिले हामी कहाँ छौँ? आदरणीय भक्त सज्जनवृन्दहरू, अहिले हामी छौँ निधिवनमा। यो हरिदासको चाहिँ एउटा तपस्या भूमि हो र यहाँ चाहिँ हरिदासको चाहिँ के छ भन्दाखेरि समाधि स्थल पनि यहीँ छ र जति पनि तपाईँहरूले यहाँ पेड पौधाहरू देखिराख्नु भएको छ सबै झुकिरहेका पेड पौधाहरू छन्। यहाँ चाहिँ श्रीकृष्ण भगवान र राधा रानीको चाहिँ महाराज हुँदाखेरि अथवा रासलीला चल्दाखेरि यिनी झुकिरहेका पेडहरू सबै उनका सखीहरू बनेर निस्किन्छन् र गोपिनीहरू भएर निस्किन्छन् र उनीहरू एकदम महाराजमा सम्मिलित हुन्छन्। अनि जस्तो बिहान हुन्छ त्यस्तै सबै फेरि रूप भएर बस्छन् भन्ने एउटा धार्मिक विश्वास पनि छ र यो ठाउँ अत्यन्तै पवित्र अत्यन्तै राम्रो छ र हरिदासले चाहिँ यही ठाउँमा फेरि बाँके बिहारीको पनि प्राकट्य गरेर त्यही बाँके बिहारी मन्दिरमा लगेर चाहिँ स्थापित गर्नुभएको भन्ने आख्यान पनि छ। जय श्री राधे। यही हो नि निधिवन, यहाँ भन्छन् निधिवन। यही निधिवन हुँ र यहाँ रासलीला गर्नुहुन्छ। अनि यहाँ बेलुका राति हुने बित्तिकै सबै पशु पक्षी जति छन् सबै निस्केर जानुहुन्छ।